नेपाल फेस्टिभल 2025 को संस्करणमा आज मेलबर्नको मुटु फेड स्क्वायरबाट हार्दिक स्वागत गर्दछौं। संसारभरि विभिन्न देशहरूमा सञ्चालन हुने सबैभन्दा ठूलो संख्यामा नेपालीहरूले सहभागिता जनाउने कार्यक्रम हो नेपाल फेस्टिभल, जुन एनआरएनले प्रत्येक 2 वर्षको अन्तरालमा आयोजना गर्ने गर्दछ। खास गरी विदेशमा बस्ने नेपालीहरूका लागि नेपाली हुँ भनी गर्व गर्ने महामेला हो नेपाल फेस्टिभल। नेपाली वेशभूषामा सजिएर आजको दिन मेलबर्नको मध्य भागबाट हामी तपाईलाई नेपाल फेस्टिभलको समग्र गतिविधि देखाउनेछौं। अन्तिमसम्म हेरेर साथ दिनुहोला। यो तपाईको कार्यक्रम हो। तपाई पहिलो पटक हेर्दै हुनुहुन्छ भने विष्णु विलास युट्युब च्यानल सब्स्क्राइब गरी आफ्नो बनाउनुहोला। तपाई देखिराख्नु भएको छ हजारौंको भिड। यो सुन्दर मेलबर्नको यो व्यस्त सडकलाई आज प्रवाह नगरिकन हजारौंको संख्यामा आदरणीय नेपाली मनहरू यसरी नेपाल फेस्टिभल मनाउनका लागि उत्साहपूर्वक यसरी पैदल यात्रामा हिँडिराख्नु भएको छ। सिङ्गो देशलाई प्रतिनिधित्व गर्दै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न धार्मिक पौराणिक नृत्यहरू यहाँ प्रस्तुत गरिएको छ। विभिन्न झाँकीहरू समेत निकालिएको छ। कति सक्छु आजको मेरो दिन तपाईहरूलाई एउटा भिडियोमा कैद गरेर दिनभरिका गतिविधिहरूलाई तपाईँ सामु ल्याउने प्रयास गर्नेछु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। म तपाईँकै विष्णु विलास युट्युब च्यानलबाट।
गर्दै रहेछ नि यहाँ त। नेपाल फेस्टिभलको यो वर्षको संस्करण मेलबर्नको आज हामी यहाँ दिनभरि नै सञ्चालन गर्दैछौँ। लामो समयको पैदल यात्रापछि अब औपचारिक कार्यक्रमको प्रतीक्षामा। बिर्सेका छैनौं देशलाई अस्तित्वको सवाल छ, बिर्सेका छैनौं देशलाई अस्तित्वको सवाल छ। नेपाली हामी जहाँ रहे नि मुठुमा प्यारो नेपाल छ, मुठुमा प्यारो नेपाल छ। नमस्कार सबैलाई। नेपाल फेस्टिभल मेलबर्न 2025 को यो विशेष दिनमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। यो हिस्ट्रीमै नेपाल फेस्टिभल मेलबर्नको हिस्ट्रीमै भिक्टोरियाको लागि प्रिमियरलाई हामीले हाम्रो चिफ गेस्टको रूपमा बोलाएका छौँ। त्यसैले उहाँको लागि पनि एकचोटि जोरदार ताली बजाइदिनुहोस् भाइहरू सबैले। Honorable Jacinta Allan, Premier of Victoria. We have our chief guest, Premier of Victoria, Jacinta Allan, and our guest of honor, Her Excellency Chitralekha Yadav, and her husband, Dr. Sri Krishna Yadav, all the way from Canberra. I would like our Victorian Women Forum, Rasi Singh Thakuri and Bina. साँच्चै नै आज नेपाल झल्किरहेको छ। आज हामी साँच्चै नै नेपालमै भए जस्तो आज हामी विधि तरिकाले एकदमै महत्त्वपूर्ण ढङ्गले आज हामीले समुद्घाटन समारोह गर्दैछौँ। सबैले सकिन्छ भने उठेर आफूले चाहिँ उद्घाटनमा समारोह सामेल भौँ। हरि हे ओम स्वस्ति स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्त्राक्षो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु। ओम मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वजः मंगलम पुंडरीकाक्ष मंगलाय तनो हरि। नेपालमाको नेपाललाई माया गर्ने यति मात्रै हो त? साँच्चै नै हात उठाएर एकचोटि नेपालमाको। आज साँच्चै नै नेपाल झल्किरहेको छ। साँच्चै नै आज पशुपतिनाथको दर्शन गर्न पाए जस्तो फिल भइरहेछ। साँच्चै नै आज समुद्घाटन समारोहमा दीप प्रज्वलन कार्यक्रम संस्कृति विधि अनुसार आज हामीले संस्कृति र धर्मावलम्बीलाई हामीले झल्काएर आज मेलबर्न फेस्टिभल मनाइरहेका छौँ। एकचोटि मेलबर्न फेस्टिभलका आयोजक टिमहरू परिवारलाई पनि जोरदार ताली बजाएर एकचोटि सम्बोधन गरौँ।
much नेभबाल चौतारी टिम एकचोटि फेरि जोरदार ताली सहित उहाँहरूको महिनौको मेहनतलाई एप्रिसिएट गरिदिनु हुन अनुरोध गर्दछु खै त एकचोटि फेरि तालीको लहर सुनिनु पर्यो Thank you so much Victoria thank you once again नेभबाल चौतारी नर्थ अस्ट्रेलियामा जन्मेर हुर्केर आफ्नो संस्कृति आफ्नो भाषा आफ्नो परम्परालाई जोगाइराख्ने यो सानो बालबालिकाको ग्रुपलाई एकचोटि फेरि हृदयदेखि धन्यवाद दिन चाहन्छु।
लाग्छ स्वर्ग सारी क्रीडा खेल्न आएका हुन् राधा कृष्ण हरि बैतडी भइजाऊ छोरिया नाचौली दार्चुला भइजाऊ यार साथी टोली आपे मजाउली हिँड्न चढोली आपे मजाउली हिँड्न चढोली मौसमी खौली सुन्तला खौली मौसमी खौली सुन्तला खौली सुदूरपश्चिमका चेलीहरूलाई सोधौँ है त्यो ड्रेसको बारेमा के भन्नुहुन्छ त? दार्चुलादेखि सबै मिक्स गरेर लगाइरहेका छौँ। सो योचोटि चाहिँ फार वेस्टको पोसाक लाएर यता यहाँ प्रस्तुत हुन पाउँदा एकदमै खुसी लागिरहेको छ। हामीलाई गर्मी पनि भन्दैनौँ, हामी चिसो पनि भन्दैनौँ। मलाई याद छ फेस्टिभलमा एकदमै चिसो भएको थियो, तर पनि हामी मुटुमा देश बोकेका छौँ। त्यसैले देशका लागि एक दिन छुट्याउन हामी कन्जुसाई गर्दैनौँ। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। साथीहरूसँग खेल्न जान्छु के? नमस्ते, मेरो नाम फुलमाया र मलाई मायाले फुलु भने पनि हुन्छ। मलाई मेरो देशको एकदमै धेरै माया लाग्छ, बरु त्योभन्दा धेरै मलाई मेरो साथीहरूको लाग्छ। थाहा छैन अब फेरि फुलमायालाई फुलु कसले भन्छ? थाहा छैन अब फुलु नेपाल फर्कने दिन कसले गन्छ? खै अब त्यस्तै भाँडाकुटी खेल्ने साथी पाउँछु कि पाउँदिन? नेपाल जस्तै चाडपर्व रमाइलो लाग्छ कि लाग्दैन? तर मैले देश छोडेँ। म यस्तो देशमा जन्मिएछु जहाँ आफ्नो पढाइ पुरा गर्न गाउँ छाड्नु पर्ने रहेछ र आफ्नो रहर पुरा गर्न देश। त्यसैले मैले देश छाडेँ। मेरो ज्ञानको कुनै सम्मान भेटिन। खै किन मेरो निडयको कुनै अस्तित्व भएन। मेरो उपस्थितिको कसैलाई ध्यान गएन। म हुनु र नहुनु कसैको लागि आवाज छैन। शरीर जीवित हुँदा पनि म बाँचेको छैन। जुन दिन छातीभित्र मैले मेरो देश भेटेँ, भित्र मैले जन्म लिएँ, गोर्खालीको सन्तान भनी गर्व गरे थिएँ। जन्माएको आमाले हो घाँस काट्दा काट्दै बाउको जीवन यसै गयो दुःख सार्दा सार्दै। हामीलाई के नै सुख छ
केही समयको नाचगान देखिसकेपछि अब हामी फुड स्टलतर्फ जाँदैछौँ। हेरौँ त्यहाँ के कसो भइराखेको छ। यति ठुलो जनमानसको बिचमा नेपाली ट्रेडिसनल फुड सेलरोटी र अचार खाँदै हुनुहुन्छ दिदीबहिनीहरू। रमाइलो र नमस्ते, मेरो नाम उज्जवल राज घिमिरे। नमस्ते। आज हामी एउटा देशलाई सम्झेर एउटा साहित्यिक प्रस्तुति लिएर आएका छौँ। आशा छ हाम्रो यो डुएट पोएट्रीलाई मन पराइदिनुहुन्छ। यति भन्दै हामी कविता सुरु गर्न चाहन्छौँ। देशसँगै हुनु र टाढा हुनुमा टाढाको मायाले पिरोल्दो रहेछ। अझ परदेशबाट सम्झदा त त्यो सम्झनाको मोल अझै बढ्दो रहेछ। म अनजान गल्लीहरूमा अनगिनित पाइलाका डोबहरू छोडिरहेछु। वर्तमानलाई गोजीमा चेपी भविष्य यही गल्लीहरूमा खोजिरहेछु। हिँड्दा हिँड्दै थाकेको बेला टुसुक्क बसी माथि हेर्छु। अग्ला बिल्डिङहरूले साँगुरिएको परदेशी आकाशमा म मेरै देशको जुन खोजिरहेछु। सात समुद्र पारी परदेशी बताससँग सारा दुनियाँ गुन्जने गरी म दिल खोलेर मेरै देशको गीत गुनगुनाइरहेछु। नयाँ बिहान झुल्कियो मरछु गीत देशको हजार भावना छ यो अनन्त भाव उर्लियो। हजार भावना छ यो अनन्त भाव उर्लियो। आज तिलपिल ताराहरू झैँ उदाए पनि परदेशी आकाशमा हामी घाम हौ नेपालका। परिश्रमले जले पनि थकानले गले पनि हामी बल्नु पर्छ। हामी घाम हौ नेपालका। हाम्रा सङ्घर्षको सुगन्धको तर्फबाट हामी सामूहिक गजल लिएर आएका छौँ। म अशोक दवाडी, म रमेश अधिकारी अनि म सुशील शर्मा सापकोटा। हाम्रो गजलका शेरहरू यसरी सुरु हुन्छ। अरूको अगाडि बोल्नै नपरोस् भनेकै दिन झन् सम्झाउनु पर्छ। अरूको अगाडि बोल्नै नपरोस् भनेकै दिन झन् सम्झाउनु पर्छ। बजार पुगेपछि छोरालाई मेरो पकेटको ओजन सम्झाउनु पर्छ। अरूको अगाडि बोल्नै नपरोस्। प्रेम गरेको मान्छे पनि बेग्लै अचम्मको छ, के सुनाऊ। मैले प्रेम गरेको मान्छे पनि बेग्लै अचम्मको छ, के सुनाऊ। बेला बेलामा मैले उसलाई मलाई सम्झाउनु पर्छ। यहाँ मैले आफ्नै आमालाई त लगाएर वचन सम्झाउनु पर्छ। उमेर बढेसँगै उसको अनुहारको हाँसो हराएको हो। अब मुस्कान हेर्न पनि उसको बचपन सम्झाउनु पर्छ। बेला बेलामा उसलाई मलाई सम्झाउनु पर्छ। हामी जवानहरू विदेशी भूमिमा स्थायी बन्न लागि परिरहेछौँ, ठिकै छ। तर हामी यस धरतीमा नै अस्थायी हो गरी मनन सम्झाउनु पर्छ। बजार पुगेपछि छोरालाई मेरो पकेटको वजन सम्झाउनु पर्छ। सङ्ग्रहमै उसको सारा जीवन बित्यो, अझै पनि ऊ रोकिन मान्दैन। सायद उसलाई पनि त्यही बिना खल्तीको कफन सम्झाउनु पर्छ। ससुरा बाँकी छोरीले मेरो कुरो बुझ्दैलिन्, आशै थिएन। यहाँ मैले आफ्नै आमालाई त लगाएर वचन सम्झाउनु पर्छ। तर गाउँघरको खुसी कहाँ मिल्छ र, कमाए पनि सुनैको घर। गाउँघरको खुसी कहाँ मिल्छ र, सागर र सिस्नो खाएकै बेस। संसारमै प्रिय आमा र देश। नभनिदेऊ के नाता छ, मुटुमा रारा सगरमाथा छ। देशै छोडेर कहाँ पो जाउँला, एक दिन अवश्य फर्केर आउँला। बिर्सेका छैनौँ देशलाई, अस्तित्वको सवाल छ। नेपाली हामी जहाँ रहे नि, मुटुमा प्यारो नेपाल छ।
Thank you so much, brother. I love you too. मेरो गीत तपाईहरुले विगत 20 वर्षदेखि सुन्नु भएको छ। 20 वर्ष अगाडि निक्लेको गीत चाहिँ कुन गीत हो भने फेवातालमा साइले ढुङ्गा सलाला सम्झनामा तिम्रो तस्बिरै झाला। अनि 17 वर्ष अगाडि सुन्नु भएको गीत चाहिँ अलिकति नजर तिम्रो झुकाएर आऊ। अनि 16 वर्ष अगाडि सुन्नु भएको गीत चाहिँ कहाँ थियौ तिमी रङ्गमञ्च उठेपछि आयो समयले जवानी यो लुटेपछि आयो। अनि 15 वर्ष अगाडि सुन्नु भएको गीत चाहिँ
बेहोसी पछि त होसमा आउँदा यो शिव परियार मेलबर्न आउँदा त्यस पछाडि ठ्याक्कै 10 वर्ष 9 वर्ष अगाडि सुन्नुभएको गीत छ पिउँदिन भन्दा भन्दै बिलायो साथीले मसु भनी भरोसा दिलायो साथीले बिलायो साथीले। अनि 7 वर्ष अगाडि सुन्नुभएको गीत पाकेर खाएको फल काँचैमा लाको माया मुटु साट्ने अल्लारे डाँडा काट्ने अल्लारे। 7 वर्ष अगाडि नै सुन्नुभएको अर्को गीत छ आँसुको अर्थ के थाहा रुवाई जानेलाई मायामा पीडा के थाहा छोड दिनेलाई। त्यसपछि 4 वर्ष मोस्ट प्रोबेबली 3 इयर्स भयो होला 3 वर्ष भयो जुनीभरिलाई रुवाई गयौ तिमी अझै पनि यो मनमा छौ तिमी। यस्तै यस्तै गीतहरू लिएर म आएको छु। सो लत्याएर मलाई छाडिदियो बच्चाको संसार तोडिदियो आज रुँदैछु विगतका पल सम्झिएर बिछोडको चोटले बल्झिएर पागल हुँदैछु। हो किन साथीहरू लत्याएर मलाई छाडिदियो बच्चाको संसार तोडिदियो आज रुँदैछु विगतका पल सम्झिएर बिछोडको चोटले बल्झिएर पागल हुँदैछु। आज पढाइकै साथमा गयौ तिमी अझै पनि यो मनमा छौ तिमी। धोकेबाज हौ तिमी धोकेबाज हौ तिमी। कति रोए म तिम्रो लागि कति कराए तिम्रो लागि तर बुझेनौ धोकाको खेती गर्ने रहेछु दिनदिनै मुटु साट्ने रहेछु तर भनिनौ। साथीहरू कति रोए म तिम्रो लागि कति कराए तिम्रो लागि तर बुझेनौ धोकाको खेती गर्ने रहेछु दिनदिनै मुटु साट्ने रहेछु तर भनिनौ। यति साह्रै नै स्वार्थी भयौ तिमी अझै पनि यो
So फेरि पनि 1 2 3 go I love you all. दिनको जिन्दगीमा मरेर लानु के छ दुई दिनको जिन्दगीमा मरेर लानु के छ हो कि होइन दुई दिनको जिन्दगीमा मरेर लानु के छ मरेर लानु के छ त्यसैले साथीहरू नाचौँ गाउँ रमाउँ भन्दै तानेर सँगै नचायो साथीले भन्दै तानेर सँगै नचायो साथीले म छु भनी भरोसा लायो साथीले लायो साथीले म छु भनी अलिक कम छ है सो 90s कोले पक्कै पनि सुन्नु भएको छ एउटा गीत अब हामी सुरु गर्छौँ सँगै गाउँ है ओके लेट्स गो